चाहेर मात्र नहुँदो रहेछ। आफ्नो मनमा सजाउँदैमा कसैलाई आफ्नो बनाउन नसकिँदो रहेछ। रुवाउने सम्बन्ध, मन दुखाउने आफन्त, खराब समय, कठिन यात्रा, टुटेको दिल अनि थाकेको शरीर लिएर चल्दैछ जिन्दगी। झर्दै गरेको तारालाई देख्दा पनि केही माग्ने आँट नै आएन। लाग्यो ऊ पनि पक्कै आफ्नैबाट चोट खाएर टुक्रेको थियो। कुनै दिन फाइदा उठाउँदै थाक्यो भने आफ्नो गिरेको सोच पनि उठाउन नभुल्नु है। पैसाको ऋण भन्दा पनि आफन्त भनाउँदाहरूले लगाएको वचनको ऋण तिर्नु छ अनि आफ्नोपनको ऋण लगाउनु छ। अब त रुँदा रुँदै आँखाको आँसु पनि विलीन भइसक्यो। त्यही पनि मेरो आँखाले भने तिम्रो तस्बिरलाई हेर्दै तारिफ गरी थाक्दैन। आमा बाबा हुँदा फोटो खिच्ने मोबाइल थिएन, अहिले मोबाइल छ तर आमा बाबा हुनुहुन्न। सुनेको थिएँ शरीर मरे पनि आत्मा जीवित हुन्छ। यहाँ त विपरीत भइदियो, शरीर जिउँदैछ तर आत्मा मरिसक्यो। वाक्क भइसके जिन्दगीको यात्रामा स्वार्थको प्रेम, मतलबको मित्रता अनि नामको मात्रै सम्बन्धबाट। मैले पनि सोच्थेँ सम्बन्धमा बाँधिएको धागो झन् कसिँदै जान्छ भनेर, तर होइन रहेछ। बिस्तारै धागो मस्किँदै जाँदो रहेछ। आजकल महसुस हुँदैछ यो संसारमा विश्वासिलो भनेको मृत्यु मात्र रहेछ, जसले आजसम्म कसैलाई धोका दिएको छैन। मुखले बोलेर मनको सबै कुरा व्यक्त गर्न सक्ने भए यी आँखाबाट आँसु किन झर्थ्यो र? तिमी परिवर्तन हुनुमा केही गुनासो छैन। मलाई त मेरै विश्वासमा लाज लागेको छ।